बालेन शाह सरकारको एक्सन 853 सरकारी कार्यालयमा छापा, 8830 कर्मचारी परे कारबाहीको फन्दामा। अब स्थानीय तहसम्मै खटिने सतर्कता अधिकृत। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय अन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले मुलुकभर सुशासन प्रवर्धन र सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सरकारी कार्यालयहरूको अनुगमनलाई तीव्र पारेको छ। केन्द्रका अनुसार प्रधानमन्त्री बालेन्द्र शाह बालेन नेतृत्वको सरकार गठन भए यता मात्रै देशभरका 853वटा सरकारी कार्यालयमा पुगेर प्रत्यक्ष अनुगमन तथा निरीक्षण गरिएको छ। अनुगमनका क्रममा तोकिएको समयमा कार्यालय उपस्थित नहुने, पोसाक पालना नगर्ने र सरकारी आचार संहिता उल्लङ्घन गर्ने 8830 जना कर्मचारी फेला परेका छन्। उनीहरूलाई नियमअनुसार आवश्यक विभागीय कारबाही गर्न सम्बन्धित निकायका प्रमुख तथा अख्तियारवालालाई निर्देशन दिइसकिएको केन्द्रले जनाएको छ। सेवा प्रवाहलाई पारदर्शी र उत्तरदायी बनाउन केन्द्रले राष्ट्रिय गौरवका आयोजना तथा विकास निर्माणका कामको प्राविधिक परीक्षण, सेवामा हुने ढिलासुस्ती रोक्न फाइल ट्र्याकिङ प्रणाली सञ्चालन र सेवाग्राहीको सन्तुष्टि सर्वेक्षणलाई समेत निरन्तरता दिइरहेको छ। केन्द्रको भूमिकालाई थप अधिकार सम्पन्न र सशक्त बनाउन नयाँ सतर्कता ऐन तर्जुमाको काम अन्तिम चरणमा पुगेको जानकारी दिइएको छ। नयाँ कानुन लागू भएपछि प्रविधि मैत्री निगरानी प्रणालीलाई प्रदेश, जिल्ला र स्थानीय तहसम्म विस्तार गरिनेछ, जस अन्तर्गत प्रत्येक तहमा सतर्कता अधिकृतको व्यवस्था गरी नियमन प्रणालीलाई अझ प्रभावकारी र व्यापक बनाउने लक्ष्य राखिएको छ। सार्वजनिक प्रशासनलाई भ्रष्टाचार मुक्त बनाउन सतर्कता केन्द्रले आम सर्वसाधारणको सहयोग समेत मागेको छ। सरकारी निकायमा हुने कुनै पनि प्रकारका भ्रष्टाचार, ढिलासुस्ती र कर्मचारीको आचार संहिता उल्लङ्घन वा अस्वाभाविक तथा शङ्कास्पद सम्पत्ति आर्जन सम्बन्धी सूचना भए केन्द्रको हटलाइन नम्बर 0142000345 मा सोझै सम्पर्क गरी जानकारी गराउन केन्द्रले सबैमा आग्रह समेत गरेको छ।